गाइस भन्ने मान्छे त हेर आज चाहिँ हाम्रो स्पेशल भ्लग पनि राखेको छ गाइस अनि यो चाहिँ सानो अनि यो चाहिँ हाम्रो कोको म यो देखाउने बेला पन्च गर्दै बनाउने क्या बनाइ नराख्ने हैन ए आउँछ पन्च गरेर बनाउ न गाइस यो कटिङ चलिरहेछ यहाँ आलु छिलिरहेछ यहाँ यता सबैतिर यता तेल छ अब यहाँ देखाऊ अब त्यसपछि यो सिमानी हो अब यहाँ हाल्न लागिरहेको छ के पिठो सिमानी मनोज हो यस्तो पनि यो निकाल्दै अनि अब हामी यो हाल्न लागिरहेको छौँ पन्च गर्दै बनाउने के स्टेप बाई स्टेप अनि यो यसको पनि बिर्कोहरू सबै यो खोला उ यता नि छ त्यो सबै प्लास्टिकमा राख है तिन पनि तारा उठ्छ सबै पानी ल्याएन है एकजनाले आलु काट्नु मैले हात धोको छु त्यसो भए म खजनाहरू हो त्यो डोरीमन जस्तो हैन मनोज त्यो त्यो चाहिँ हाम्रो चम्ची बढिया हात चम्ची गाइस फाइनल्ली हाम्रो पार्टी भइरहेको छ यो त्यसरी देखाउने अनि यस्तो बनाऊँ न 1 2 3 को एकछिन ल म फेरि नयाँ एकछिन त्यस्तो ये गर्ने अनि आज चाहिँ हाम्रो फाइनल्ली अनि हाम्रो कोक पार्टी अनि चटपटी पार्टी भइरहेको छ अनि हाम्रो आज फाइनल्ली एक्जाम सकिएको उपलक्ष्यमा अनि साथीहरू यता बसिरहेको छन् अनि मैले चाहिँ चटपटी पनि यस्तो घोलेको है हामीले बनाएको यस्तो राम्रो चटपटी बनाएको छ है अनि चारवटा बनाउन अनि शिवानी के हो यो इंग्लिशमा हामीले चाहिँ यस्तो एउटा हेलो वेलकम टु गाइस वेलकम टु माई ब्लग अनि आज चाहिँ हाम्रो यतातिर चटपटे पार्टी चलिरहेको छ साथीहरू चाहिँ यतातिर छन् अनि मेरो अगाडिबाट चाहिँ त्यति धेरै राम्रो क्यामेरा आउँदैन र पनि मैले अगाडिबाट गाइस हामी चाहिँ फाइनल्ली अब हामी खाजासाजा खाएर अनि हिँडिरहेको छौँ अनि त्यसपछि चाहिँ यता चाहिँ हाम्रो सिटी फुक्दै आउनु भइरहेको छ दाइ किनभने अब बेलुकासम्म बस्नु नदिने रहेछ त्यही भएर हामी चाहिँ फर्किरहेको छौँ अनि म चाहिँ यहाँ छु मेरो साथीहरू चाहिँ उता फाइनल्ली रत्न पाहाडभित्र प्रवेश गरिसकेको छौँ अनि यता हाम्रो साथीहरू आइरहेको छन् हजुर अनि म चाहिँ यता छु अनि अब हामी चाहिँ आज यसो एक्जाम सकेको उपलक्ष्यमा यसो उयो मान्छे चाहिँ को हो नि रमाइलो गर्न आइरहेको छु हजुर उयो मान्छे चाहिँ को रहेछ यिनीहरू यही पार्कमा आउने मान्छेहरू हो